कसरी पाउने, हाउ टु रिसिभ हिलिङ। हालेलुया। प्रियहरू, चंगाई कसरी पाउने भन्ने विषयमा आज हामी वचन हेर्दै छौं। हामी हेरौं हिब्रू 11 अध्यायको 6 पद। हिब्रू 11 अध्यायको 6 पद हामी यहाँ देख्न सक्छौं। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। हालेलुया। प्रियहरू, यहाँनिर चाहिँ विश्वासको कुरा गरिएको छ है। कस्तो खालको विश्वास? परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। कस्तो खालको विश्वास? परमेश्वरको अस्तित्व छ भन्ने प्रकारको विश्वास। याद राख्नुहोस्, आज नास्तिकहरूले है, आज नास्तिक व्यक्तिहरूले ईश्वर छैन भन्छन्। उनीहरूले चाहिँ लजिक कुरामा बढी विश्वास गर्छन्, उनीहरूले रिसर्चको कुरामा बढी विश्वास गर्छन्, तर उनीहरूले चाहिँ धार्मिक शास्त्रहरूमा विश्वास गर्दैनन्, जसलाई हामी नास्तिक भन्छौं, जसले धार्मिक कुराहरूमा विश्वास गर्दैनन्। उनीहरूले परमेश्वर हुनुहुन्छ र परमेश्वरको अस्तित्व छ भन्ने कुरालाई उनीहरूले स्वीकार गर्दैनन्। तर जसले ईश्वर हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ भन्ने व्यक्तिहरूले चाहिँ उहाँमा भरोसा गर्छन्। उहाँ हुनुहुन्छ है, उहाँको अस्तित्व चाहिँ छ भन्ने कुरा विश्वास गर्दछन्। हालेलुया। आमेन। त्यसकारण गर्दा यहाँनिर हिब्रूको लेखकले चाहिँ के कुरा भनिराखेका छन् भने, के कुरा बताइराखेका छन् भने, हामी विश्वास बिना चाहिँ परमेश्वरलाई खुसी पार्न सक्दैनौं, परमेश्वरलाई प्रसन्न पार्न सक्दैनौं। विश्वास बिना परमेश्वरलाई रुझाउनु चाहिँ असम्भव छ। विश्वास बिना परमेश्वरबाटको आशिषहरू प्राप्त गर्नु चाहिँ के छ अरे? इम्पोसिबल छ। के भन्छ? एन्ड विदाउट फेथ इट इज इम्पोसिबल भन्छ क्या। याद राख्नुहोस्, विश्वास बिना चाहिँ यो के छ? असम्भव छ। यदि कोही व्यक्तिले परमेश्वरबाट आशिष प्राप्त गर्न चाहन्छ, परमेश्वरबाट छुटकारा चाहन्छ, चंगाई चाहन्छ, परमेश्वरबाट मुक्ति चाहन्छ र उद्धार चाहन्छ भने त्यो व्यक्तिमा विश्वास हुन जरुरी छ। हालेलुया। याद राख्नुहोस्, विश्वास बिना परमेश्वर खुसी हुनुहुन्न। विश्वास बिना कुनै पनि प्रकारको आशिषहरू चाहिँ तपाईँ र मैले प्राप्त गर्न सक्दैनौं। आज धेरै मानिसहरू, याद राख्नुहोस्, किन निकाउन सक्दैनन्? आज धेरै मानिसहरू किन समस्यामा छन् भन्देखि उनीहरूले विश्वास गर्दैनन्, भरोसा गर्दैनन्। यद्यपि याद राख्नुहोस्, आज कति मानिसहरू चर्च आए तापनि, संगति आए तापनि कतिचोटि उनीहरूको समस्या चाहिँ 20 को 19 पनि हुन सकेको हुँदैन। किन भन्दाखेरि यदि उनीहरू चर्चमा त आए एउटा प्रक्रियालाई पूरा गर्न मात्रै, एउटा धर्मको रूपमा विश्वास गर्छन्, तर एउटा नियमको हिसाबले मात्र विश्वास गर्छन्। तर याद राख्नुहोस्, येशू ख्रीष्टलाई विश्वास गर्नु भनेको धर्मलाई मान्नु भनेको होइन। येशू ख्रीष्टलाई विश्वास गर्नु भनेको चाहिँ परमेश्वरको अस्तित्व छ, परमेश्वर जीवित हुनुहुन्छ र उहाँ कहाँ आउने भक्तजनहरू, उहाँ कहाँ आउने मानिसहरूलाई उहाँले सुन्नुहुन्छ र उहाँले तिनीहरूको जवाब दिनुहुन्छ र उनीहरूले उहाँलाई पुकारेको कुरा सुनिदिनुहुन्छ र तिनीहरूको समस्या चाहिँ समाधान गर्नुहुन्छ भनिकन पक्का विश्वास गर्नुपर्छ भने। हालेलुया। आमेन। त्यो पक्का भनेको चाहिँ के हो? पक्का भनेको चाहिँ शंका नभएको हो भनेपछि हो। हालेलुया। 100% विश्वास हो। पक्का भनेको चाहिँ 100% विश्वास हो। यदि प्रिय तपाईँ र मेरो जीवनमा हामी मुक्ति चाहन्छौँ, उद्धार चाहन्छौँ, उहाँको छुटकारा चाहन्छौँ, उहाँको शान्ति चाहन्छौँ भने तपाईँ र मैले चाहिँ के विश्वास गर्नुपर्छ भने चाहिँ उहाँले मेरो कुरा सुन्नुहुन्छ र मलाई यो सबै कुराबाट बाहिर निकाल्न सक्नुहुन्छ भन्ने प्रकारको विश्वास गर्नुपर्छ। याद राख्नुहोस्, उहाँको अनिवार्यता, उहाँको अस्तित्व, उहाँलाई खोज्नेलाई प्रतिफल योग्य
उहाँलाई पुकार्नेहरूले, उहाँका आउनेहरू चाहिँ लाजमा परिनेछन्, शर्ममा परिनेछन्। तिनीहरूले सोचेका इच्छाहरू, मनोकामनाहरू चाहिँ पुरा हुनेछन् भने। हालेलुया, आमेन। मनभित्रका भावनाहरू, विचारहरू, याद राख्नुहोस्, तपाईले केही कुराको लागि सोच्नु भएको छ भनेदेखि त्यो कुरा पुरा हुन्छ भने हो। हालेलुया। तपाईलाई थाहा छ बाइबलमा के भन्छ? अब्राहम पनि विश्वासद्वारा धर्मी ठहरिएका थिए। प्रिय, आज तपाईँ र मैले पनि मुक्ति, उद्धार छ, अनन्त जीवन चाहिँ हामीले येशू ख्रीष्टमाथि राखेको विश्वासले गर्दाखेरि नै हो। याद राख्नुहोस्, हामी चाहिँ हाम्रो कर्मले होइन है त, हाम्रो कर्मले, हाम्रो कामले, हाम्रो असल कामले धर्मी ठहरिएका होइनौँ। हामी उद्धार र मुक्ति चाहिँ असल काम गरेर पाउने होइन। यसको मतलब चाहिँ अब उद्धार र मुक्ति चाहिँ असल काम गरेर नपाइने रहेछ, त्यो कारणले गर्दा असल काम नगर्नुहोस् भन्न खोजेको होइन। तर कुरो के हो भन्दाखेरि चाहिँ उद्धार मुक्ति पाएको व्यक्ति, येशू ख्रीष्टमाथि विश्वास गरेको व्यक्तिले चाहिँ असल काम गर्दछ। हालेलुया। यद्यपि मुक्ति चाहिँ असल काम गरेर पाइदैन, तर मुक्ति पाएको व्यक्तिले असल काम गर्दछ। हालेलुया। त्यसकारण म तपाईलाई बताउन चाहन्छु, यदि तपाईँ र म, याद राख्नुहोस्, कयौं समयदेखि तपाईँ रोगमा हुनुहुन्छ, बन्धनमा हुनुहुन्छ, समस्यामा हुनुहुन्छ भने म तपाईलाई बताउन चाहन्छु, याद राख्नुहोस्, तपाईलाई म के कुरा बताउन चाहन्छु भनेदेखि विश्वास गर्नुहोस्, भरोसा गर्नुहोस्, आज मेरो समस्याको समाधान चाहिँ परमेश्वरले गर्नुहुन्छ भन्ने प्रकारले तपाईले विश्वास गर्नुपर्ने हुन्छ। आमेन। तपाईले कुनै कुरालाई प्रार्थना गर्नु पर्यो, तपाईले जबको लागि प्रार्थना गर्दै हुनुहुन्छ, उदाहरणको लागि तपाईले पाउनु भएको छैन, केही गर्दा पनि पाउनु भएको छैन भने तपाईले के प्रकारको विश्वास गर्नु पर्यो भने, प्रभु म प्रार्थना गर्छु, आज तपाईको दासहरूले प्रार्थना गर्दा म तपाईँ परमेश्वरको उपस्थितिमा जाँदाखेरि चाहिँ है, परमेश्वरको उपस्थितिमा जाँदाखेरि चाहिँ तपाईले साँच्चीकै मेरो लागि चाहिँ त्यो जबहरू सबै कुरा चाहिँ जुटाइदिनुहुन्छ भनेर तपाईँ र मैले के गर्नु पर्यो? विश्वास गर्नु पर्यो, पक्का विश्वास गर्नु पर्यो। म प्रार्थना गरिसकेपछि, म परमेश्वरको उपस्थितिमा आइसकेपछि यो कुरा चाहिँ मेरो लागि हुन्छ भनेर तपाईँ र मैले पत्याउनु पर्यो के? विश्वास गर्नु भनेको चाहिँ पत्याउनु पर्यो हो क्या? हालेलुया, आमेन। प्रियहरू, म तपाईलाई बताउन चाहन्छु, हन्ना भन्ने स्त्री जो चाहिँ बाजी थिइन्, बाइबलको पुरानो कुराहरूमा समयको पुस्तकमा तपाईँले हेर्नुभयो भने उनी चाहिँ बाजी थिइन्, उनको सन्तान थिएन, उनी निसन्तान थिइन्। तर उनले एउटा कुरा गर्ने निर्णय गरिन्। त्यो कुरा के हो भनेदेखि चाहिँ त्यो कुरा उनले विश्वास गर्न निर्णय गरिन्। हालेलुया, हालेलुया। हन्नाले चाहिँ विश्वास गर्ने निर्णय गरिन्। उनले विश्वास कस्तो खालको विश्वास गरिन् भने प्रतिफल पाउने खालको विश्वास गरिन्। प्रतिफल पाउने खालको विश्वास हन्नाले गरिन्। याद राख्नुहोस्, जसै हन्नाले चाहिँ प्रतिफल पाउने खालको विश्वास गरिन्, के भयो? याद राख्नुहोस्, बाजी कलेकी हन्नाले शक्तिशाली अगमवक्तालाई जन्म दिए। ताली बजाउन हालेलुया। त्यो प्रतिफल प्रियहरू, हालेलुया। याद राख्नुहोस्, आज बच्चा नभएका दिदीबहिनीहरूलाई कति पीडा हुन्छ, सन्तान नभएकाहरूलाई। याद राख्नुहोस्, अनि त्यस्ताहरूलाई समाजमा अवहेलना गरिन्छ, बाजी बनिन्छ, पापिनीको दृष्टिले हेरिन्छ। याद राख्नुहोस्, हन्नाले पनि कति साह्रो पीडाहरू सहेकी थिइन् प्रिय, तर उनले चाहिँ परमेश्वरमाथि, यहोवे परमेश्वरमाथि पक्का विश्वास गरिन्। उनले प्रतिफल स्वरूप चाहिँ के पाइन्? छोरा पाइन्। छोरा मात्रै पाइनन्, अगमवक्ता पाइन्। ताली बजाइदिनुहोस्, हालेलुया। त्यसकारण प्रिय, म तपाईलाई बताउन चाहन्छु, आज तपाईले मेरो समस्या, प्रब्लममा तपाईँ गुज्रिराख्नु भयो होला। आज तपाईँ विभिन्न परिस्थितिमा थिच्दै रहेको होला। यदि तपाईँ त्यो कुराबाट मुक्त चाहनुहुन्छ भने परमेश्वरको नजिक आउनुहोस्, परमेश्वरको सन्मुख आउनुहोस्। परमेश्वरको आत्माले चाहिँ तपाईको जीवनमा काम गर्नुहुनेछ, तपाईलाई प्रतिफल दिनुहुनेछ। याद राख्नुहोस्, 12 वर्षमा रगत बग्ने स्त्रीको उदाहरण लिउँ। याद राख्नुहोस्, जसले त्यो ब्लिडिङको समस्याबाट, त्यो रगत बग्ने समस्याबाट समाधानको लागि, छुटकाराको लागि कयौं पैसा खर्च गरी कयौं ठाउँहरूमा गई, तर उनी निको हुन सकिनन्। तर उनले
परमेश्वरमाथि येशू ख्रीष्टको माथि विश्वास गरिन्, भरोसा गरिन् र उनले सोचिन् मैले येशूको वस्त्र मात्रै, येशूको कपडा मात्रै छोयो भने पनि म निको हुन्छु भनिकन पक्का विश्वास गरिन्। द्याट मिन्स के हो भन्दाखेरि चाहिँ उनी पूर्ण रूपमा आफ्नो मनमा के भइन्? निश्चित भइन्। हालेलुया, निश्चित भइन्। आज हामी निश्चित हुन जरुरी छ। ला मेरो त यति समयदेखिको समस्या, प्रब्लम, प्रार्थना गर्दा कहाँ कोरियाको भिसा लाग्छ त? कहाँ मेरो ऋणबाट छुटकारा हुन्छ र? कहाँ मेरो अहिले उहिलेदेखिको समस्या निको हुन्छ र भन्ने प्रकारले भन्दा पनि समस्या जहिलेदेखिको मतलब छैन, तर यीशुका अगाडि आयो भने त जय जान्छ भन्ने प्रकारको विश्वास चाहिँ गर्नु पर्यो। ताली बजाउन सक्दैन। आज धेरै मानिसहरूले यो कुरा विश्वास गर्न सक्दैनन्। याद राख्नुहोस्, त्यो स्त्रीले जसले 12 वर्षमा रगत बग्दाखेरि ला मेरो उहिलेदेखिको र कहाँ निको हुन्छ भनेर सोचिरहन्। जहिलेदेखिको मतलब छैन परमेश्वरलाई, तर तपाईँको विश्वास चाहिँ कहिलेदेखिको, त्यहाँदेखि चाहिँ परमेश्वरको राज्यमा गरिन सुरु हुन्छ। तपाईँ र मेरो समस्या कहिलेदेखिको मतलब छैन, तर तपाईँ र मेरो विश्वासको लेभल कहाँदेखि सुरु भयो, कहिलेदेखि सुरु भयो, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। हालेलुया, आमेन। त्यसकारण गर्दाखेरि प्रियहरू, हन्नालाई पनि त्यही हो, अनि त्यो 12 वर्षमा रगत बग्ने स्त्री पनि त्यही हो। अन्त उनले यीशुको वस्त्र छुँदा निको भयो, अनि हन्नाले पनि विश्वास गर्दा के भयो? छोरो जन्मियो। शक्तिशाली कुरा यो। आमेन। प्रिय, म तपाईँलाई के कुरा बताउन चाहन्छु भन्दाखेरि चाहिँ आज उहाँ हुनुहुन्छ, उहाँ जिउँदो हुनुहुन्छ। हाम्रो परमेश्वर चाहिँ कुनै ढुङ्गा मुढा हुनुहुन्न, हाम्रो परमेश्वर चाहिँ कुनै मूर्ति हुनुहुन्न। हाम्रो परमेश्वर चाहिँ याद राख्नुहोस् शक्तिशाली अनि जीवित ईश्वर हुनुहुन्छ, जसले हाम्रो पुकार सुन्नुहुन्छ र हामीलाई प्रतिफल दिनुहुन्छ। त्यसको लागि चाहिँ तपाईँ र मैले भित्र हृदयमा के गर्नु पर्यो? विश्वास गर्नु पर्यो। सबैले विश्वास गर्नु पर्यो। आमेन। अर्को कुरा हामी हेर्न सक्छौँ भजन सङ्ग्रह 118 अध्यायको 17 पदमा। भजन सङ्ग्रह याद राख्नुहोस्, भजन सङ्ग्रह 118 को 17 पदमा हामी हेर्न सक्छौँ। के भनेका छन् दाउदले? म मर्दिन्न तर जीवित रहनेछु, परम प्रभुले गर्नुभएको कार्यहरूको घोषणा गर्नेछु। I will not die but live भनेको छ, and will proclaim what the Lord has done भनेको छ। हालेलुया। याद राख्नुहोस्, आज तपाईँ कमजोर हुनुहुन्छ होला, आज तपाईँ समस्यामा हुनुहुन्छ होला। यसो नभन्नुहोस् यो समस्याले म सके, म नाश भए, मेरो अनिष्ट भयो नभन्नुहोस्। के कुरा भन्नुहोस् भन्दाखेरि म अनिष्ट हुँदिन, मेरो नाश हुन सक्दैन। म बरु परमेश्वरको शक्तिशाली वचनमाथि भरोसा राख्नेछु। परमेश्वरले गरेको महान कार्यको म के गर्नेछु? डिक्लेयर गर्नेछु, घोषणा गर्नेछु। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँको दिमागले नेगेटिभ कुरा, नकारात्मक कुरा बोल्न छोडिदिनुहोस्। हालेलुया। प्रियहरूमा तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। बाइबलमा एकजना सभाघरका यारिस भन्ने एकजना व्यक्ति छन्, जसको छोरी चाहिँ 12 वर्षको हुँदा मर्छिन्। अनि येशू ख्रीष्टका चाहिँ आएर आफ्नो छोरीलाई को लागि उनले बिन्ती गर्छन्। याद राख्नुहोस्, अनि बिन्ती गर्ने क्रममा जब प्रभु येशू ख्रीष्ट अनि प्रभु येशूका चेलाहरू, दुईजना चेला याद राख्नुहोस् येशू प्रभुसँग जान्छन्। त्यहाँ के भएको छ भन्दाखेरि चाहिँ परपरका मानिसहरू सबै रोइरहेका छन्। अब मर्यो, मरेपछि त अब के नै गर्न सकिन्छ भन्ने प्रकारको विचार हुन्छ नि त। सबैजना रोइरहेका छन् त्यहाँनिर। कति त येशू प्रभु त्यहाँ गएको देख्दाखेरि हाँस्छन् भने किन भन्दाखेरि चाहिँ सबैले मर्यो भनेर रुन्छन् त्यो 12 वर्षको त्यो नानीको लागि। तर येशू प्रभुले के भन्नुहुन्छ भने बालिका अथवा यो नानी चाहिँ मरेकी छैन, यिनी सुतेकी छन्। विश्वास हेर्नुहोस् न। हालेलुया। बालिका मरेकी छैन, यी नानी, यी बालिका सुतेकी छ। मान्छेहरू हाँस्छन् के, कस्तो बोला मान्छेलाई, मरिसकेका मान्छेहरू सुत्यो भन्छ त, यो त अचम्मै भयो भनेर चाहिँ एकदमै तिनीहरूले चाहिँ भनिराखेका छन्। तर प्रभु येशूले
के भन्नुहुन्छ भने तालुताकुमै भन्ने एउटा शब्दलाई प्रयोग गर्नुहुन्छ, जसलाई हामी आरामाइक भाषा भन्छौँ। हे बालिका, म तिमीलाई भन्छु उठ। त्यो 12 वर्षमा मरेको त्यो केटी जीवित भई उठी। हालेलुया। हेर्नुहोस् त, यद्यपि अरूले त्यो केटी अब मरिसक्यो, अब आश छैन भन्ने कुरा देखे, र परमेश्वर येशू प्रभुले चाहिँ के गर्नुभयो, उसलाई मरेको देख्नु भएन, सुतेको मात्रै देख्नु भयो। आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँको जीवनमा कुनै आशिषहरू मरिसक्यो भने सोच्नुभयो होला तपाईँले, अब हुँदैन भनेर सोच्नुभयो होला। मरेको छैन, सुतेको मात्रै हो। सुतेकोलाई के गर्नुपर्छ? बिउजाउन जरुरी छ। के गर्न जरुरी छ भन्नुहोस् त? बिउजाउन जरुरी छ। येशू प्रभुले त्यसलाई बिउताउनु भयो। अनि यहाँनिर लेखकले भन्दैछ, दाउदलाई पनि थुप्रै चुनौतीहरू आयो, समस्या आयो, प्रब्लमहरू आयो, र पनि त्यो बेलामा पनि यो मान्छेले के भन्दैछ भने म मर्दिन, म जीवित रहन्छु, म नासुदिन, किन भन्दा मेरो पक्षमा चाहिँ परमप्रभु हुनुहुन्छ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भन्ने राखेको छ। परमले के भन्दैछन्? बरु यसको सट्टा म के गर्छु? परमेश्वरको वचनको लागि घोषणा गर्दछु। आज तपाईँ र मेरो जीवनमा हामीलाई विभिन्न प्रकारका समस्याहरू आउँदाखेरि तपाईँहरूमा आत्तिन्छौँ, तपाईँ र मलाई नराम्रो लाग्छ, तर त्यो बेला आत्तिनु भन्दा पनि तपाईँ र मैले चाहिँ प्रभु परमेश्वरको वचनलाई घोषणा गर्न जरुरी छ। तब मात्र हामी विजयी हुन सक्छौँ। ताली बजाउनुहोस् परमेश्वरलाई। हालेलुया। आमेन। अर्को कुरा हामी हेर्न सक्छौँ, याकुब 5 अध्यायको 14 अनि 15 पद के भनेको छ यहाँ? के तिमीहरू मध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निमित्त प्रार्थना गरून्, र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ भनेको छ। हालेलुया। प्रियहरू, यहाँनिर चाहिँ के कुरा भनेको छ भने आज मण्डलीभित्र, चर्चभित्र कोही बिरामी छ भने, कोही बिरामी छ, चाहे त्यो आत्मिक, तर यहाँ भनेको रोगी चाहिँ शरीरको रोग भनेको कुरा है, जुन यो छ नि, यो तिमीहरूमध्ये कोही बिरामी चाहिँ शरीरको रोगको कुरा गरेको, आत्माको रोगको कुरा गरेको होइन। र तिमीहरूमध्ये कोही बिरामी छ, कोही रोगी छ भने त्यसले के गरोस् भने सबैभन्दा पहिला मण्डलीको एल्डरलाई बोलाओस्। एल्डर भनेको चाहिँ पास्टर है। त्यति बेला एल्डर ग्रीक शब्द हो। त्यति बेला पास्टर भन्ने शब्द त तपाईँको हेर्नु होला एफिसी 4 को 11 पदमा मात्रै आएको, तर पहिला पास्टरलाई एल्डरै प्रयोग गरिन्थ्यो। पुरानो नियममा पुजारी हुन्थे, अगमवक्ताहरू हुन्थे, तर नयाँ नियममा तपाईँले हेर्नुभयो भने एल्डर 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 भन्ने शब्द चाहिँ बढी प्रयोग गरिएको छ। त्यसकारण गर्दाखेरि अनि कोही बिरामी छ भने है, अथवा परमेश्वरमाथि विश्वास गर्ने कोही व्यक्ति तपाईँ बिरामी हुनुहुन्छ भने के गर्न थाल्नुहोस् रे? चर्चले, यो चर्चको कुरा गरेको है त, चर्चको कुरा गरेको, परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिहरूलाई भनेको कुरा हो। कि तिमीहरू मध्ये, तिमीहरूको माझमा कोही बिरामी छ भने त्यसले के गरोस् भन्दाखेरि त्यो आत्तियोस्, त्यो चाहिँ डराओस्, त्यो चाहिँ ला म के गरौँ भनेर चाहिँ चिन्तित होस् भनेको होइन के। यहाँ के भन्यो भने त्यसले मण्डलीको सेवक पास्टरलाई बोलाओस् भने, र प्रभुको दास आएपछि तेलले अभिषेक गरोस् भने, तेल, ओइल याद राख्नु होला। यो तेल चाहिँ किन गर्यो भनेको भन्दाखेरि चाहिँ तेल चाहिँ बाइबलमा थुप्रै कुराको लागि प्रयोग भएको छ। वेदी बनाउनको वेदीमा पनि तेल प्रयोग भएको छ। त्यसपछि त्यो तेललाई चाहिँ पवित्र आत्माको चिन्हको रूपमा पनि भनिएको छ। तर यसको मतलब यो तेल चाहिँ परमेश्वर होइन फेरि। हालेलुया। कसरी मान्छेले के भन्छ, यता तेल, अब यो तेलले सबै कुछ, अब तेल नै परमेश्वर नसुन्नु, तर परमेश्वरले के भन्नुभएको छ भने तेललाई पनि प्रयोग गर्नुभएको छ। कहिलेकाहीँ मान्छे के सोच्छ भने पाप प्रस्ताव नगर्ने, जीवन चाहिँ लथालङ्ग जिउने, एकदमै परमेश्वरमा नजिउने, तेल लायो निकोले, त्यसरी हुँदैन। सबैभन्दा ठुलो कुरा के हो?
पश्चाताप गर्नु पर्यो, जीवनमा ठिक हुनु पर्यो। अनि यो कुरालाई पनि एउटा प्रयोग गर्नुभएको छ कि परमेश्वरको वचनले यहाँ प्रभुको दास याकुबले यहाँनिर प्रेरित याकुबले चाहिँ त्यो एउटा अनुमति दिएका छन् परमेश्वरको अगुवाईबाट। यसको मतलब चाहिँ तेलै लाउ प्रार्थना नगर्ने, सङ्गति नगर्ने, तेलै लाएर हुन्छ भन्ने कुरा गलत हो। यो प्रकारको भ्रमबाट पनि बाहिर हुनुपर्छ। हालेलुया। यद्यपि तेललाई हामी प्रयोग गर्न सक्छौँ। त याद राख्नु होला, त्यति बेलाको समयमा तेल चाहिँ एक प्रकारले औषधिको रूपमा पनि प्रयोग गरिन्थ्यो क्या। त भन्नु खोजेको कुरा के हो भनेदेखि कहिले हामी ट्रिटमेन्ट गर्छौँ, हामी बिरामी पर्यो, यसको मतलब हस्पिटल नजाने भन्ने कुरा पनि होइन। कुरो के पनि हो भन्दाखेरि चाहिँ बिरामी पर्यो भने हामीले हस्पिटल पनि जानुपर्छ, औषधि उपचार पनि गर्नुपर्छ। कहिलेकाहीँ यस्तो पनि हुन्छ प्रियहरू, हामीले त्यो औषधिद्वारा पनि प्रभुले काम गर्नुहुन्छ। किन भन्दाखेरि सृष्टिमा भएका सबै कुरा परमेश्वरले बनाउनु भएको। हालेलुया। र कहिलेकाहीँ यस्तो पनि हुन्छ तपाईँको जीवनमा त्यो औषधिले काम नगरेको समयमा पनि परमेश्वरले काम गर्नुहुन्छ। हालेलुया। आमेन। त्यो कार्य गर्दाखेरि अब विश्वासीले के गर्नुपर्ने रहेछ? बिरामी हुँदाखेरि सेवकलाई बोलाउने, पास्टरलाई बोलाउने, अनि प्रभुको दासले तेललाई अवश्य गरेर प्रार्थना गरोस् भनेको छ। साथै विश्वाससित गरेको प्रार्थनाले चाहिँ के गर्नेछ अरे? विश्वाससित गरेको प्रार्थनाले चाहिँ बिरामीका पापहरू पनि क्षमा गर्नेछ, साथै बिरामीलाई निको पनि पार्नेछ भनेको छ। हालेलुया। आज समस्या पर्दाखेरि मेरो थुप्रै विश्वासी प्राय मलाई कल गर्दै प्रभु प्रार्थना गरिदिनुहोस्, निको हुन्छ भन्ने विश्वास छ। किन भन्दाखेरि चाहिँ कहिलेकाहीँ प्रभुको दासहरू जाँदाखेरि चाहिँ जसरी पुरानो करारमा क्षमाको लागि अन्तर्विन्ती कसले गरिदिन्थे? पुजारीहरूले गरिदिन्थे। हालेलुया। त नयाँ नियमको समयमा याद राख्नुहोस्, हाम्रा पापहरूको लागि कहिलेकाहीँ हाम्रो पाप क्षमाको लागि अन्तर्विन्ती हाम्रो प्रभुको दासहरूले, हाम्रा गुरुजन अगुवाहरूले हामीलाई प्रार्थना गरिदिन्छन् भने हाम्रा पापहरू क्षमा गरिदिनुहुन्छ। कति बिरामहरू चाहिँ पापको कारणले गर्दा हुन्छ, श्रापको कारणले गर्दा हुन्छ, र ती व्यक्तिले त्यस्तो प्रकारको अन्तर्विन्ती गरिसकेपछि चाहिँ के हुन्छ? त्यो बिरामी जाति हुन्छ, निको हुन्छ, सुस्वास्थ्य फर्किन्छ भने ताली बजाउन सकिँदैन। विश्वासको प्रार्थनाद्वारा आमेन। यहाँ पाप क्षमा हुने कुरा पनि, साथै रोग निको हुने पनि कुरा छ। तर त्यसको लागि के चाहियो? विश्वासै चाहियो है त। आमेन। हालेलुया। यो भयो चङ्गाइ पाउने तरिका। अर्को कुरा हामी हेर्न सक्छौँ यसाया 53 अध्यायको 5 पदलाई हेरौँ। यहाँ यसै गरेको छ, तर ऊ त हाम्रा अपराधका निमित्त छेडियो, हाम्रा अधर्मका निमित्त ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, उसको कोर्राको चोटले हामी निको भयौँ। सबैले हेर्नुहोस्, येशूको कोर्राको चोटले म निको भए। येशूको कोर्राको चोटले तपाईँ निको हुनुभयो। येशूको कोर्राको चोटले हामी निको भयौँ। ताली बजाउनुहोस्। प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, अनि यो भविष्यवक्ता यशायाले येशू प्रभु जन्मिनुभन्दा पहिला है स्मिथ सम्बत 700 वर्ष पहिला गरेको भविष्यवाणी हो। येशूको बारेमा हेर एउटा कन्या जन्मिनेछ, हेर एउटा कन्याले गर्भधारण गर्नेछ, तिनले एउटा बालक जन्माउनेछ र तिनको नाम इमानुएल राखिनेछ, येशू राखिनेछ, जो चाहिँ संसारका मानिसहरूको पापको लागि बलिदान हुनुहुनेछ, उहाँ मर्नुहुनेछ, तेस्रो दिनमा बौरी उठ्नुहुनेछ भनेर यो पहिल्यै गरेको भविष्यवाणी। त्यति मात्र होइन, उनले सबै कुरादेखि, अनि येशूलाई कोर्रा लगाइने कुरादेखि लिएर येशूलाई छेडिने कुरादेखि लिएर सबै कुरा उनले चाहिँ पहिला नै भविष्यवाणी गर्छन्। अनि त्यो उनले के कुरा पनि भन्छन् भने उहाँ छेडिनुहुनेछ, उहाँ पेलिनुहुनेछ र उहाँको छेडाइले, उहाँको पेलाइले हाम्रो रोग र हाम्रो दुर्बलतालाई के गर्नेछ? निको पार्नेछ भनेछ। प्रियहरू, आज भन्दा 2000 वर्ष अगाडि येशू प्रभु आउनुभयो, तपाईँ र मेरो निमित्त पेलिनुभयो, तपाईँ र म छेडिनुपर्ने उहाँ छेडिनुभयो, तपाईँ र ममा अशान्ति थियो, त्यो अशान्ति हटाएर उहाँले शान्ति ल्याउनु। हालेलुया। त्यस कारणले गर्दा तपाईँ मेरो समस्यालाई, तपाईँ मेरो रोगलाई, तपाईँ मेरो परिस्थितिलाई भन्नुपर्छ, येशूको कोर्राको चोटले म निको भएको मान्छे हो। येशूको कोर्राको चोटले म निको भएको व्यक्ति हो र मेरो अधर्महरू चाहिँ सबै हटेको छ,
किन भन्दाखेरि चाहिँ मेरा अधर्म, मेरा पापको सजाय मेरो लागि मैले सहनुपर्ने दण्ड चाहिँ येशूले सहनुभयो भनेर तपाईँले मैले भन्नुपर्छ। तपाईँ रोगमा हुनुहुन्छ, तपाईँ बिमारमा हुनुहुन्छ भन्न थाल्नुहोस्। यदि तपाईँ कसैलाई टिबी लागेको छ भने भन्न थाल्न सक्नुहुन्छ, यदि कसैलाई बाथरुम लागेको छ भन्न थाल्नुहोस्, यदि तपाईँ मुटुको रोग छ भने भन्न थाल्नुहोस्। येशूको कोर्राको चोटले बाथरुम अहिले म भित्र बस्न पर्दैन। किन भन्दाखेरि चाहिँ येशूको कोर्राको चोटले म निको भइसकेको मान्छे हुनु पर्यो। हालेलुया। यदि तपाईँ अभावमा हुनुहुन्छ, यदि तपाईँ अप्ठ्यारोमा हुनुहुन्छ भन्न थाल्नुहोस्, येशूको कोर्राको चोटले टुनामुनाको आत्मा निस्किएर जा, किनभने मलाई येशूको कोर्राको चोटले, येशूको रगतले मलाई स्वतन्त्र गरेको छ। कुनै पनि जादु टुनामुना, कुनै पनि तान्त्रिक विद्याले मेरो परिवार, मेरो व्यवसायमा काम गर्ने पाउने छैन, किनभने येशूको कोर्राको चोटले गर्दाखेरि र येशू ख्रीष्टले बगाउनु भएको रगतले सबै कुराबाट मेरा सबै कुरालाई स्वतन्त्र गरिसक्नु भएको छ भन्ने हाले बुझ्नुहोस्। हालेलुया। आमेन। याद राख्नुहोस्, यो कुरा तपाईँ र मैले भन्नु पर्यो। उदाहरणको लागि म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। हाम्रो यहाँनिर उदाहरणको लागि रमेश दाई हुनुहुन्छ, अनि त्यसपछि उहाँले आफ्नो छोरालाई लगेर जानुभयो, पत्रुसलाई लगेर जानुभयो, अनि पत्रुसले के भन्छ लुगा पसलमा गयो, एउटा प्यान्ट र ज्याकेट हेऱ्यो। अब रमेश दाईले पैसा तिर्दिहाल्नुभयो, अब उसले तिर्न आवश्यक छ सुन्नुहोस् त, उसको बुवाले नै अब ज्याकेट र प्यान्टको पैसा तिर्दिसकेपछि के त्यो साउले छोरालाई पैसा ले भन्छ? अब भन्छ र भन्दैन। किन भन्दाखेरि चाहिँ पहिला के भइसकेको छ, तिरिसकेको छ। याद राख्नुहोस्, आज शैतानलाई पनि हामीले भन्नुपर्छ, दुष्ट र परिस्थितिलाई समस्यालाई भन्नुपर्छ, आज मेरो सबै मूल्य चुकाइसकेको छ, त्यस कारणले गर्दा म रोगमा बस्नु, म बिमारमा बस्नु, म अशान्तिमा बस्नु चाहिँ मेरा लागि के हो, असम्भव हो। हालेलुया। आजभन्दा 2000 वर्ष अगाडि आउनुभएको व्यक्ति येशू ख्रीष्टले तपाईँ मेरो रोग निको पार्नुभयो। रोग निको पार्नको लागि उहाँ छिडिनु भयो, पेलिनु भयो, हामीमा शान्ति ल्याउनको लागि। याद राख्नुहोस्, हामीमा शान्ति ल्याउने दण्ड, शान्ति ल्याउने मूल्य उहाँले चुकाइसक्नुहुन्छ, पे गरिसक्नुहुन्छ। खाली बुझ्नुहोस्। तपाईँलाई भन्न चाहन्छु, यो बच्चालाई दाबी गर्नुहोस्, डिक्लेयर गर्नुहोस्। आमेन। जसै तपाईँ डिक्लेयर गर्नुहुन्छ, यु विल बी फ्री इन द नेम अफ जीसस। हालेलुया। जसै तपाईँ डिक्लेयर गर्नुहुन्छ, यु विल बी ब्लेस्ड, तपाईँ आशीषित हुनुहुनेछ। आज धेरै व्यक्तिहरूले, धेरै मानिसहरूले प्रियहरू बच्चालाई डिक्लेयर गर्छ, पढ्ने फुर्सद छैन बच्चा। म तपाईँलाई बताउन चाहन्छु, वचन पढ्नुहोस्, वचन सुन्नुहोस् र परमेश्वरको नजिकतामा जानुहोस् र तपाईँ सबै समस्याबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ। हालेलुया। हामी हेर्न सक्छौँ पहिलो पत्रुस 5 अध्यायको 7 पदमा, तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, आज तपाईँ र मेरो सारा फिक्रीहरू, सारा चिन्ताहरू चाहिँ हामीले परमेश्वर अथवा येशू ख्रीष्टमाथि सुम्पनुपर्छ, अथवा परमेश्वरलाई हामीले भन्नुपर्छ। कसरी भन्न सक्छौँ? हामी प्रार्थना गर्नुपर्छ, हामी सङ्गति जानुपर्छ, हाम्रा सबै कुरामा हामी चाहिँ आत्तिनु हुँदैन। हामी आत्तिनुको सट्टा हामी चाहिँ निरन्तरमा चाहिँ प्रार्थना गर्नुपर्छ। अनि यहाँनिर पत्रुसले पाठक वर्गहरूलाई, पत्रुसले याद राख्नुहोस्, यरुशलेम मण्डलीका विश्वासीहरूलाई त्यही कुरा भनिराखेका छन्। तिमीहरूलाई चिन्ता होला, फिक्री होला, समस्या हुन्छ। याद राख्नुहोस्, चिन्ता त मान्छेलाई थुप्रै प्रकारको हुन्छ। कसैलाई रोगको चिन्ता, कसैलाई शोकको चिन्ता, कसैलाई विभिन्न प्रकारका चिन्ता हुन्छन्। याद राख्नुहोस्, मान्छे शोक पनि गरी हुन्छ नि, त्यो भने चाहिँ मानसिक तनाव हो के, त्यसलाई शोक भन्छ नि। जे भए पनि के गर, सबै कुरा परमेश्वरमा समर्पण गर। होइन, अहिले मान्छे कतिजना चिन्ता हुन्छ, अब महिना मर्दै गरे हुन्छ, काम गरिरहेछ, काम गरेन, पैसा फस्या छ, अब
छोराछोरीको स्कुलको फिस कसरी तिर्ने, घरबेटीलाई भला कहाँबाट तिर्ने, बिरामी परिया छ हस्पिटल गएर औषधि खाने पैसा छैन, अपरेसनै गर्भ भनेको छ, 2 लाख 3 लाख भनेको छ डक्टरले, कहाँबाट जुटाउने चिन्ता हुन्छ नि त हैन। तर त्यसको बावजुद म तपाईँलाई भन्न चाहन्छु प्रिय, तपाईँको मेरो चिन्ता र फिक्री चाहिँ हामीले सबै कुरा उहाँलाई सुम्पिदियौँ, परमेश्वरलाई सुम्पिदियौँ। किन भन्दाखेरि उहाँले समस्याको समाधान निकाल्नुहुन्छ। ताली बजाउनुहोस्। हालेलुया। उहाँले समस्याको समाधान निकाल्नुहुन्छ। तपाईँ र मलाई उहाँले त्यतिकै छोड्नुहुन्न। उहाँले तपाईँ र मलाई सम्हाल्नुहुन्छ। तर आज तपाईँको चिन्ता र फिक्री तपाईँले परमेश्वरमा भन्दा पनि तपाईँले अन्य व्यक्तिहरूमा तपाईँले भर पर्नुभयो भने ती व्यक्तिहरूले चाहिँ तपाईँको नग्नतालाई चाहिँ ढाक्ने काम भन्दा पनि तपाईँको लाजलाई देखाउने काम गर्छन्। तर हाम्रो येशू प्रभु यस्तो व्यक्ति हुन्छ जसले हाम्रो लाजलाई देखाउने होइन, त्यसलाई ढाक्ने काम गर्नुहुन्छ। आमेन। आज मान्छेको स्वभाव हो, हामीसँग केही कुरा छ भने हाम्रो नजिकतामा हामीसँग सम्बन्ध बढाउने, हाम्रा खराब दिन सुरु हुन सुन्यो भने ऊ चाहिँ हामी बाटो आउनै छोड्छ, मान्छेको स्वभाव। प्रियहरू, म तपाईँलाई के कुरा भन्न चाहन्छु भने आज तपाईँलाई कुनै कुराको चिन्ता छ भने परमेश्वरमा राख्नुहोस्, किनकि उहाँ मात्रै त्यस्तो व्यक्ति हो जसले तपाईँलाई वास्ता गर्नुहुन्छ, जसले तपाईँलाई त्यो समस्याको घेराबाट बाहिर निकाल्न सक्नुहुन्छ। ताली बजाउनुहोस् परमेश्वर। तपाईँलाई थाहा छ एउटा पहिलो घटनामा म तपाईँलाई बताउन चाहन्छु। एकचोटि असुरी राज्यको सेनेरिब भन्ने व्यक्तिले इजरायलको यरुसलेमलाई आक्रमण गर्न खोज्यो। अनि त्यति बेलाका राजा को थिए भने हिजकिया थिए, जो चाहिँ हामी यशायाको पुस्तकमा पाउँदछौँ। याद राख्नुहोस्। अनि त्यो सेनेरिब भन्ने मान्छेले यति डर धम्की दियो, किन त्यति बेलाको जस्तो त्यो अरामीहरू तिनीहरू चाहिँ एक प्रकार तिनीहरू सुपर जस्तै, एकदम सुपर पावर जस्तै। अनि धेरै राज्य उनीहरूले जितेका थिए। अनि कुनै पनि ठाउँका देवी देवताले, कुनै पनि ईश्वरले चाहिँ, याद राख्नुहोस्, त्यो के गर्न सकेको थिएन भन्दाखेरि चाहिँ बचाउन सकेको। त्यो कारणले गर्दाखेरि एकदमै त्यो कुरा ल्याएर डर धम्की दिँदाखेरि पनि अनि यशायाले चाहिँ, उनलाई थाहा थियो म आफ्नै शक्तिले, आफ्नै बलले चाहिँ यो सेनेरिबलाई म जित्न सक्दिनँ थाहा थियो। तर उसले के गर्यो, आफ्नो यो चिन्ता फिक्री चाहिँ प्रार्थना गरेर चाहिँ परमेश्वरमा राख्यो। फलस्वरूप अन्तमा त्यो सबै समस्याबाट प्रभुले उसलाई बाहिर निकाल्नु भयो र उनीहरूलाई परमेश्वरले नाश हुन दिनु भएन। एक स्वर्गदूत पठाएर त्यो विरोधमा आएको जो सेनेरिब भन्ने जो राजा थियो, तिनीहरू सबै विनाश भए, नाश भयो उनीहरूकै ठाउँमा। हालेलुया। त्यस कारणले त प्रिय, म तपाईँलाई के कुरा भन्न चाहन्छु भने आज तपाईँ र मलाई कुनै कुराको चिन्ता किन नहोस्। चाहे तपाईँको घरमा चामल सकियोस्, चाहे तपाईँको चाहिँ कोठा भाडा तिर्ने पैसा नहोस्, चाहे तपाईँको काम नहोस्, आज व्यक्तिलाई होइन प्रभुलाई भन्नुहोस्, प्रभुले सबै जुटाउनुहोस्। ताली बजाउनुहोस् परमेश्वर। हालेलुया। अनि भजन सङ्ग्रह 34:4 भन्छ, मैले परम प्रभुलाई खोजे र उहाँले मलाई जवाब दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। हेर्नुहोस् त, यहाँनिर दाउदले भन्दैछन्, म छुटकारा पाउनको लागि म पनि चिन्तामा थिएँ, पीडामा थिएँ, दुःखमा थिएँ, कष्टमा थिएँ, म डरको जीवन जिराखेको थिएँ। तर म यो कुराबाट स्वतन्त्र हुन सकेको थिइनँ। तर म स्वतन्त्र तब हुन सकेँ जब मैले परमेश्वरलाई खोज्न सुरु गरेँ। स्वतन्त्र तब भए जब मैले परमेश्वरलाई प्रार्थना गर्न थालेँ। म स्वतन्त्र तब भए मैले मेरो भरोसा व्यक्तिमा भन्दा पनि परमेश्वरमा राख्न सुरु गरेँ। मैले मान्छेलाई सहायता मागिनँ, मेरो सहायता चाहिँ स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वरमा सहायता मागे। उहाँले मेरा सबै डरबाट छुटकारा दिनुभयो। ताली बजाउन साह्रै आज परमेश्वरको सहायता माग्नु पर्यो प्रिय। यीशुको सहायता जुन व्यक्तिलाई छ नि, त्यो व्यक्तिलाई दुनियाँको कुनै पनि ताकत र कुनै पनि शक्तिले नाश गर्न सक्दैन। आमेन। त्यस कारणले म तपाईँलाई बताउन चाहन्छु, आज तपाईँ समस्या हुनुहुन्छ,
तपाईँ अप्ठ्यारोमा हुनुहुन्छ भने परमेश्वरमा प्रार्थना गर्नुहोस्, परमेश्वरलाई खोज्नुहोस्, परमेश्वरलाई भन्नुहोस्, उहाँले तपाईँलाई त्यो ठाउँबाट निकाल्नुहुनेछ। याद राख्नुहोस्, दानियललाई सिंहको खोरबाट निकाल्ने जीवित परमेश्वर अहिले तपाईँलाई समस्याको खोरबाट, रोगको खोरबाट बाहिर निकाल्न सक्नुहुन्छ। हालेलुया। याद राख्नुहोस्, पत्रुसलाई झ्यालखानाबाट सङ्गलाले बाँधिरहेका अवस्थामा ती सङ्गलाहरू तोडिदिने येशू अहिले पनि तपाईँ र मेरो बिचमा जीवितै हुनुहुन्छ। त्यो शक्ति अहिले पनि यथावत छ। द्याट मिन्स के हो भने त्यो शक्ति अहिले पनि एक्टिभ छ, त्यो बगिराखेको छ। तर त्यसलाई कसरी हाम्रो जीवनमा त्यसलाई ल्याउने भने चाहिँ त्यस्तो आश्चर्यक्रम कसरी तपाईँ मेरो जीवनमा चाहिँ सक्रिय गर्ने, हाम्रो जीवनको सक्रिय विश्वास, एक्टिभ विश्वास। आमेन। तपाईँ सक्रिय विश्वास बिना तपाईँलाई त्यो हुँदैन। सक्रिय विश्वास भनेको के हो? प्रतिफल ल्याउने विश्वास हो, आश्चर्यक्रम उत्पन्न गर्ने विश्वास। म तपाईँलाई भनिदिउँ, आश्चर्यक्रम, छुटकारा, प्रार्थनाको उत्तर तपाईँ र म भित्रै छ। तर त्यसलाई कसरी ल्याउनु पर्यो भने हाम्रो विश्वासको अभ्यास गर्नु पर्यो। हामीले पक्का गरेको विश्वास गर्नु पर्यो अनि परमेश्वरलाई खोज्न थाल्नु। कतिपय मान्छेको स्वभाव हुन्छ, समस्या पर्दाखेरि एकदमै अरू कुरामा बढी भर राख्छ, जसको कारणले गर्दा झन् दुःख हुन्छ। तर हामीले परमेश्वरमा भरोसा राख्नु पर्यो, परमेश्वरमा प्रार्थना गर्नु पर्यो, ताकि उहाँले तपाईँ मलाई के गर्न सक्नुहोस्? स्वतन्त्र गर्नुभएको होस्। आमेन। हाम्रो विश्वास बिना उहाँले हाम्रो स्वतन्त्र गर्नुहुन्न। याद राख्नुहोस्, दानियल सिंह खोरमा थियो, प्रार्थना गरेको थियो, विश्वास गरेको थियो, परमेश्वरलाई पुकारेको, त्यही भएर छुटकारा पाएको। एलियाले विश्वास गरेको थियो, प्रार्थना गर्यो अनि आगो झर्या हो। आज विश्वास नभइकन, सक्रिय विश्वास नभइकन तपाईँको लागि, मेरो लागि आशिष झर्दैन। सक्रिय प्रकारको विश्वास गरौँ। एलियाले आगो झरे जस्तै तपाईँ मेरो जीवनमा स्वर्गबाट चङ्गाइ झर्ने, छुटकारा झर्ने, आशिष झर्ने। हालेलुया। यो रियल कुरा। कति समय म अनुभव गर्छु, केही समय मलाई चिन्ता भइराखेको थियो, प्रभु म यो भाडा कसरी तिर्ने, मलाई एकदमै गाह्रो भइरहेको। मैले प्रार्थना गरेँ, मैले व्यक्तिहरूलाई भनिनँ, प्रियहरू, मैले परमेश्वरलाई प्रार्थना गरेँ, प्रभुसँग प्रार्थना गरेँ, प्रभुले मलाई बाटोहरू खोलिदिनु। हालेलुया। मलाई जब समस्या पर्छ, जब प्रब्लम हुन्छ, म चाहिँ कोही व्यक्तिमाथि भर पर्दिनँ, म चाहिँ एउटै व्यक्तिमाथि भर पर्छु, उहाँको नाम येशू। किनकि अरू व्यक्तिमा भर पर्यो भने व्यक्तिहरूले चाहिँ, याद राख्नुहोस्, धोका दिन्छन्। म तपाईँलाई एउटा कुरा बताउँ, एकचोटि एकजना व्यक्तिलाई मैले 20,000 पैसा मलाई दिनुहोस् न, अन्त त्यो व्यक्तिलाई पहिला पनि हामीसँग हुँदाखेरि राम्रै सपोर्ट गरेको, यता गर्दाखेरि साह्रो कुरामा हेल्प गरेको। अनि त्यो व्यक्तिले हुन्छ म यति टाइममा दिन्छु भन्यो, त्यही टाइममा पुग्दाखेरि मेरो त काम पऱ्यो, सरी भन्यो। मैले सोचेँ त्यहाँदेखि, हाइट यस्ता मान्छेमाथि भरोसा गर्न नमिलेछ। स्वर्ग र पृथ्वीलाई सृष्टि गर्ने जीवित येशूमाथि मात्रै विश्वास गर्नुपर्छ। मैले प्रार्थना गर्ने व्यक्तिलाई भन्न छोडिदिएँ। मैले प्रभुलाई भने प्रभुले चाहिँ त्यो व्यक्ति अर्कै व्यक्तिबाट त्यसलाई चाहिँ साबट मात्रै मागेको थिएँ, तर अर्को व्यक्तिबाट चाहिँ मैले तिर्नै नगर्ने गरी प्रभुले दिनुभयो मलाई। ताली बुझ्नुहोस्, हालेलुया। त्यो कारणले गर्दाखेरि हामीलाई जवाब मान्छेबाटको होइन, परमेश्वरबाटको चाहिन्छ। तपाईँ मान्छेबाटको जवाब चाहनुहुन्छ कि परमेश्वरबाटको? भन्नुहोस् त। तपाईँ मान्छेबाटको सहायता चाहनुहुन्छ कि परमेश्वरबाटको? परमेश्वरबाट। मान्छेबाटको सहायता चाहिँ केही क्षणको हो कि, तर परमेश्वरबाटको सहायता चाहिँ सदाको लागि हो। ताली बजाउनुहोस्। फिलिपी 4:6 पनि भन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। हेर्नुहोस् त, चिन्ता त हुन्छ त मान्छेलाई। एउटा भनाइ छ, याद राख्नुहोस्, आज संसारमा यस्तो कुनै पनि व्यक्ति छैन जसलाई चिन्ता नहोस् के। याद राख्नुहोस्, पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अब इक्जाममा के आउने हो, कसो आउने हो, फेल हुने हो कि पास हुने हो भन्ने चिन्ता हुन्छ। इक्जाम कसरी दिने भन्ने कुरा, फेरि इक्जाम दिइसकेपछि रिजल्ट आउने बेला अब रिजल्ट के आउने हो, कस्तो आउने हो, ला भन्ने चिन्ता हुन्छ। अब बिचरा याद राख्नुहोस्, काम गरी खाइरहेका व्यक्तिहरूलाई कहिले नेपाल बन्द, कहिले कसको आन्दोलनले गर्दाखेरि
समस्या ल्याइदिन्छ। किन भन्दाखेरि सबै जाम भयो त अब गाह्रो छ। अहिले काठमाडौँमा बसेर भाडा तिर्न गाह्रो छ, काममा जानु पऱ्यो, सबै ठाउँमा 24 घण्टा नेपाल बन्द भइदियो, अब लकडाउनै भइदियो भने गाह्रो छ नि होइन? होइन, भात खान नि गाह्रो छ, चिन्ता हो नि होइन? आज मान्छेलाई चिन्ता हुन्छ, एउटा करोडपतिलाई अरबपति बन्ने चिन्ता, याद राख्नुहोस्, हजारपतिलाई लाखपति बन्ने चिन्ता, लाखपतिलाई करोडपति बन्ने चिन्ता, करोडपतिलाई अरबपति बन्ने चिन्ता, अनि जवान भाइ बहिनीहरूलाई राम्रो लुगा लगाउन नपाएको चिन्ता, मोबाइल पाइदियो भने नपाए भन्ने चिन्ता, चिन्ता सबैलाई चिन्ता हुन्छ, याद राख्नुहोस्। हालेलुया। अनि जग्गा किनेकाहरूलाई चाहिँ घर कसरी पुऱ्याउने चिन्ता, ब्याङ्कको ऋण तिर्ने लोन किस्ता हालेका अब किस्ता कसरी हाल्ने, कसरी छुटकारा पाइयो भन्ने चिन्ता, एउटा चिन्ता छ नि त। सबै कुरा चिन्ता छ प्रियहरू। कतिजनाले भिसा अप्लाई गरेकाहरूले भिसा आउँदैन कि भन्ने चिन्ता, दलालले पैसा खाइदिन्छ भन्ने चिन्ता, हगेन? त्यो कारणले गर्दा चिन्ता हुन्छ, चिन्ता हुनु स्वाभाविक हो। तर यो चिन्तामा चाहिँ कसरी विजय हुने भन्दाखेरि सबै चिन्तालाई चाहिँ परमेश्वरमा राख्दाखेरि विजय हुन्छ। ताली बजाउन साह्रो हरेक कुरा चाहिँ प्रार्थनाद्वारा हुनु पऱ्यो के। तपाईँ मेरो जीवनमा हाम्रो जीवनको याद राख्नुहोस्, जीवनको सुरुदेखि अन्त्यसम्म प्रार्थनाद्वारै हुनुपर्छ। त्यही भएर क्रिस्चियनहरू याद राख्नुहोस्, सुरु पनि उनको जीवन प्रार्थनाद्वारै हुन्छ भने अन्तिममा मृत्यु समय पनि प्रार्थनाद्वारै सबै कुरा समापन गर्छ। भगेन भन्नुहोस् त हालेलुया। तपाईँ र म परमेश्वरका जनहरू जन्मेदेखि मृत्युसम्म हामी प्रार्थनाद्वारै गर्छौँ। अब जन्मिन्छ, बच्चा जन्मिन्छ, हामी प्रार्थना गर्छौँ गर्दैनौँ? डेडिकेट गर्छौँ, समर्पण गर्छौँ। अब मृत्यु पुगेछ लास्टमा चिहानसम्म पनि प्रार्थना गराउँदै गर्छौँ। त्यस कारणले गर्दाखेरि चिन्ता होइन, जुनै पनि कुरा प्रार्थनाद्वारा, खाने लाउने पिउने कुरा सबै परमेश्वर, सबै कुरा परमेश्वर खोलिदिनुहुन्छ। आत्तिनु पर्दैन, चिन्ता नगर्नुहोस्, परमेश्वर तपाईँको पक्षमा हुनुहुन्छ। केवल एउटै काम गर्नुहोस्, याद राख्नुहोस्, एउटै काम के छ भनेदेखि चाहिँ म तपाईँलाई बताउन चाहन्छु, एउटै काम विश्वास मात्रै गर्नुहोस्। आमेन, हालेलुया। याद राख्नुहोस्, अनि विश्वास भनेको केवल आपतकालीन उपाय मात्र होइन। कतिचोटि मात्र के भन्छन्, विश्वास भनेको चाहिँ आपतकालीन एउटा उपाय हो कि जस्तो, एउटा अल्टरनेटिभ भन्छ नि होइन, उपाय मात्र होइन। दैनिक जीवनको सास प्रसास पनि हो विश्वास भनेको। जस्तो हामी दिनदिनै सास फेर्छौँ नि होइन, सास फेर्छ गर्दैनौँ? यदि जुन दिन सास फेर्न छोड्नु त्यो दिन मान्छे मर्छ। त्यस कारणले गर्दा विश्वास भनेको चाहिँ केवल आपतकालीन अवस्था मात्र होइन, दैनिकी सास प्रसास पनि हो। हालेलुया। विश्वासद्वारा चमत्कारहरू हुन्छन् र त्यो चमत्कार हुनको लागि के गर्नु पर्यो? हाम्रो विश्वासलाई सक्रिय पार्नु पर्यो। हालेलुया। म तपाईँलाई बताउन चाहन्छु, आजै परमेश्वरमा विश्वास गर्न सुरु गर्नुहोस्। केवल आफ्नो लागि मात्र होइन, अरूका लागि पनि गर्नुहोस्, ताकि तपाईँ आशिषित हुनुहुनेछ र तपाईँको चङ्गाई तपाईँको जीवनमा यथावत रहनेछ र तपाईँको जीवनमा प्रभुको छुटकारा आउनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ।